टिकट हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी चाहिँ इटारीबाट चाहिँ रामपुरतिर जाँदैछौँ। किन जाँदैछौँ भन्नुहुन्छ भने चाहिँ आज चाहिँ हाम्रो बाबा घरमा चाहिँ दिवाली थियो अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ। उहाँलाई चाहिँ गाडीले धेरै थर्कायो भन्दै हामी चाहिँ सिटीबाट टिकट ल हामी चाहिँ सिटीबाट झरिसक्यौँ। अब हाम्रो बाबालीको देवाली चाहिँ अब हेर्नको लागि हामी चाहिँ फाइनल्ली बाबा घरको देवाली त्यो दिवाली गर्ने मण्डपमा चाहिँ पुग्यौँ है। यहाँनिर चाहिँ बुक्को काट्ने कार्यक्रम चाहिँ सुरु हुँदै थियो अनि त्यहाँ चाहिँ बुक्को काट्दै हुनुहुन्थ्यो होइन। त्यसपछि चाहिँ यता फेरि यहाँ राम्री बहिनीलाई भेटेर एउटा भिडियो बनाऊ न त भनेको थिएँ, तर बहिनीले चाहिँ यहाँ पोज दिएको हुनुहुन्छ। भिडियो चाहिँ अलिकति लामै भइगएछ बहिनीसँग बनाउँदा बनाउँदै। अब उहाँको पोजलाई पनि गर्नु पर्यो। ल यहाँनिर चाहिँ खाजा खाने कार्यक्रम चाहिँ यस्तो भिडभाड छ होइन। सबैजनामा भोकै हुनुहुन्थ्यो होला, त्यही भएर धेरै भिडभाड भएपछि चाहिँ ल अब चाहिँ हामी चाहिँ फाइनल्ली फर्क्यौँ फेरि इटरी। थ्याङ्क यू सो मच फर द वाचिङ।